हेलो हेलो साथीहरू, हेर्नुहोस् न, नानीको स्वेटर, स्कुलको स्वेटर फाटेछ हो। नयाँ स्वेटर के गरेर फटाउँछ सबै सिलाइ हुँदैछ। तपाईँहरू सन्चै हुनुहुन्छ? आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला है। अन्त रातिको डिनर भयो कि भएन है? मेरो त भएकै छैन। अब यति गरेर चाहिँ बनाऊँ भनेको। यो मेसिनको चाहिँ साथीहरू के चाहिँ मन पर्यो भन्दा नि अहिले भन्छु ल। यो मेसिनको चाहिँ के खासियत राम्रो लाग्यो भने हामीलाई सियोमा बत्ती पनि निभाइदिउँ। सियोमा धागो हाल्नु चाहिँ अलिक गाह्रो पर्छ कि। यसमा चाहिँ धागो हाल्ने मजाको रहेछ। हेर्नुहोस् न, यो एउटा यो भित्र यो छ कि यस्तोमा यहाँभित्र चाहिँ धागो सट्ट हालेर सट्ट तान्नुपर्छ। त्यही हेरिरहनु पर्दैन रहेछ हौ, मजाको। हेर्नुहोस् न, यो भित्र चाहिँ धागो हाल्नुपर्छ। त्यो सुईभित्र यो हाल्यो अन्त सट्टै पस्दो रहेछ। सट्ट धागो हाल्यो अनि सर तानेपछि सुईभित्र धागो पसिहाल्दो रहेछ। राम्रो रहेछ यो कि। यो चाहिँ मैले अस्ति भिडियोमा पनि देखाउनु पाइनँ हो। मजाको रहेछ यो सुई। मेन चाहिँ यो मन पर्यो मलाई क्या। यो भाँचियो भने चाहिँ बर्बाद छ फेरि हो। यो सियो हाल्नु पुरा साह्रो पर्छ। म झन् आँखा कम्ती देख्छु कि, चारवटा आँखाले पनि भ्याउँदैन हो। अन्त स्वेटर हेर्नु न मजाले सिल्यो। म त सिलिँदैन होला मोटो लुगाहरू भनेको थिएँ कि मजाले सिलिँदो रहेछ हौ। नानीको स्वेटर उयो भइरहेको थियो, के गरौँ भइरहेको थियो हो। हेर्नुहोस् न, लाइट पनि टक्क अँधेरो हुन्छ हो। यसरी बालिदियो, धागै फुस्क्यो फेरि हो। छोटो भएछ धागो हो। अब धागो हाल्नु लागि चाहिँ यहाँ दामी छ यस्तो। टक्क यो सुईभित्र चाहिँ यो हाल्नु पर्यो। यसरी एकैछिनमा हुन्छ। पहिले धागो तानौँ अलिक। यस्तो गर्यो। अब यहाँ तपाईँहरूलाई देखाउनु त अलिक साह्रै पर्ला। एकैछिनमा हुन्छ यो। यस्तो गऱ्यो होइन। यसरी सट्ट तानिदिएपछि सियोभित्र धागो पसिहाल्छ आफै। हामीले त्यही गरिरहनु पर्दैन कि। यति चाहिँ मन पर्यो यो मेसिनको क्या मलाई। नभए धागो हाल्नै हामीलाई साह्रो पर्छ नि होइन। यो चाहिँ सजिलो रहेछ हौ। खाना बनाएको छुइनँ हौ। पछाडिबाट गाली खाँदैछु म, खाना पाएको छैन।
बस्नु पनि अघिदेखि बसेको सिलाउनु हो थुप्रो थियो लुगा। यति नानीको तुरेपछि चाहिँ खाना बनाउनु पर्छ हो।